नि फेरि हारगाउँतिर दसैँ झपक्कै लागिसके हामी जब दसैँमा खर्च लगाइसक्यौँ। हेलो बाई अब यहाँबाट हामी हिँड्न लाग्यौँ। कति भयो 3:18 भएछ 3:18 3:20 हुन्छ होला हेर्दाखेरि लाइक कमेन्ट गर्ने यो मुलालाई मैले इन्डाइभ खोलिदिएको इन्डाइभ गर्छु भनेर अहिले सुतेर बस्न गरिरह न अब हिँड्ने हो महापुरे 3:20 भयो होला मोबाइल छ स्टार्ट राइट न सुलुलु घरमा के पर्यो यो 1,20,000 तर म दोस्रोचोटि होला बाइकमा अब दोस्रोचोटि होला क्या बाइकमा के तेरो भिनाजोको बाइकमा यत्रो बिग्रियो बाइकमा भने क्लचबाट उड्या त्यतिखेर पानीले हान्यो भने थोरै हान्यो विनायक रुम यही हो विनायक रुम यही हो विनोद दाई त्यो थाहा नै देख्दैन गइसक्यो होला कस्तो मुला रहेछ ओरतिरबाट आउँछ बल्ल तल्ल छोरी जन्मा क्या केरा यहीँबाट किन लाने यहीँबाट लाने हो हाल्न सक्ने केरा छैन भन्ने थियो ओइ ल मार्लो अब एकछिन हाइवेमा गएर गरौँ फाइनली लोकेट माली अहिले चाहिँ है अब हामी लोकल थाली क्या फर्स्ट अब पोहोर त राति 2 बजे 3 बजेतिर 3 बजे 4 बजीतिर हिँडेको थियो यसपालि 4 बजे भन्नु न अब दिउँसोको पोहोर त अब रातिको हिँडेको बिहानै हिँडेको थियो अहिले त दिउँसोको हिँड्यो जाम छ घर कसरी पुग्ने सन्चै हुनुहुन्छ ए 13 सेकेन्ड छ कटाउनु पाएन हुन्थ्यो 13 सेकेन्ड छ कट्नुपर्छ क्या 13 सेकेन्ड यो त मुला कस्तो अपराधी गाडी रहेछ अपराधी गर्छ क्या बाटो खै फेरिमा आएको अब यहाँबाट चाहिँ औसटार अब पुलिसले चाहिँ चेकिङ गर्दैन एउटा चाहिँ अब पुलिसलाई खुट्टा धुन बनाएको नि त पुलिसलाई खुट्टा धुन बनाएको चाहिँ चेकिङ चाहिँ गर्दैन कि त्यति एउटा खाइरहेको छ अहिले सबभन्दा बढी लाइसेन्स नभएलाई खाइरहेको छ मैले लाइसेन्स छैन चेकिङ कसले गर्छ मैले तेल छ भने तेलमा 1000 रुपियाँ हालेर किन्ने हो यो चाहिँ गठा घर हेर्न सक्नुहुन्छ चल्दै पानीले छोपेको छ त्यहीँबाटै यहाँ हामीलाई फेरि नाटो यहाँ पानी परिरहेको यार यो चाहिँ तिमी नयाँ तिमी हामी नयाँ तिमी नयाँ तिमी
बाटोमा हामी अघि बढ्दैछौँ। अब टक्कै ओभरटेक हान्नु पऱ्यो। Later. हेलो हेलो कता यता हेर्दा के छ खबर? के अरे आधा The next day. हेलो गाइज, वेलकम ब्याक युट्युब च्यानल। त्यही भने दसैँको भाइब्स दिँदै चोटि फेरि नयाँ भिडियो। त्यहाँ बाख्रा पनि छ ल बोकालो के भन्छ ल ल ल ल ल ताली पिटे खोइ ल ल ल ल ल धन्यवाद। पानी चाहिँ सबै हाल्थ्यो त्यही त मातामा राखेन कान्छाले प्याजै गयो सबै बुढ्कोमा राखेन हाम्रो सबैका यति प्रसाद खानु पर्यो नि दुईटा भाग आउँछ। यो फटासिया हो यो फुटा छैन माथि फुटा नि यो माथि त हाम्रो दुई कटेर भएको अनि त्यसरी झोल चाहिँ अनि चढाएको झोल त सबै चढायो नि आधै हो त भोलि फटाउने होला भने भोलि त हाम्रो सराद दिने नि के तपाईँको केही गर्नु भने आजै हो जरा पुरानो बाइकलाई त्यो जमारा सबै चुनार लयो भयो नि के त्यो उतार्नु पारेर राखे चप्पल सबिनदाइले सबिनबाबुलाई त पुजार्नु हुन्छ भोलि जमाना धुवा चाहिँ पानी माझा फुटेर यस्तो दुई कटेर आउँछ राम्रो छोराले फुटाएको रस त सबै हाल्छ त्यो खालको फ्याक्ट्री फुटाइ दुईचोटिमा एकचोटि फ्याटा चल्क्यो अर्कोचोटि फ्याटा हानेको फ्याटा दुइटा पहिलोचोटि फुटा हो अनि त्यही पनि फुटाएको एकैचोटिमा गर्दा गर्दा जाने फ्याटा हान्यो अनि फ्याटा खोल्छ एकैचोटि ल बाइक पूजा हुनु भइसक्यो। बाइक पूजा आज नवदुर्गा भवानीको यहाँनिर पनि बाइकहरू स्कुटी पूजा भइसक्यो। A few moments later. हामी चाहिँ मन्दिरतिर यहाँ झर्ना देखिँदैन होला। झर्ना होइन वाटरफल यो रुन्चे बस कतिको डुबिरहेको next day. कहाँ हो मैले यहाँ राख्ने काकी है अब गोबरको काम थियो
ल फाइनली हाम्रो चाहिँ दसैँ सुरु भइसकेको छ। यहाँ भित्तामा अब हाम्रो पहिला घरको ढोकामा यसो पूजा गरौँ भनेर गोबर सोबर लगाएर यसले जमाना टाँस्नु पनि होइन अगाडि हजुर पूजा गरेर भन्नु पऱ्यो नि त के हो नवदुर्गा भवानी के हो भन्ने के हो भन्नु पऱ्यो नि त। त्यो त फेरि कसलाई टाँस्यो भन्ने कुरो हो। जमाना पूजा गरे हाम्रो त दुवो पनि हाल सयपत्री एउटा हाल चाहिँ गोबर त नदेखाने नदेखायो फुल पो देखाउने त्यहाँ। अनि यो गाईको गोबर हो नि त एकदम खतरा हो नि त गाईको गोबर पनि। जमाना अलि हाल न मकै टाँसिँदैन हौ दसैँ सुरु भयो। अब के हो नवदुर्गा भवानी खै के हो सबैलाई रक्षा गरून् मैले चिता पुगोस् के भन्छन् है त्यही होइन। जमाना अलि हाल्यो खै अगाडि सरी आए द्रोण सत्य श्री दशरथे सत्पुरुषे राघवे ऐश्वर्य नौके गति दाना सूर्य सुते बलाधारे सन्ति च गन्ति सुते विज्ञाना विदुरे भगवन्त भगता श्री कृष्ण नारायणी निकै लाउने कि पुग्छ विज्ञाना विदुरे भगवन्त श्री कृष्ण नारायणी अँध्यारो हुँदो रहेछ घरले बत्ती बाल्दा नि नभएको सबैलाई जित्नु सकोस् मनले चिता पुगोस् परमेश्वर। जय श्री कृष्ण जय श्री राधे पूर्ण ब्रह्मा प्रभु जय ब्रह्मा विष्णु महेश्वर शङ्कर नारायण रक्षा गरौँ परमेश्वर। यति पर्दैन मलाई त्यो सही बोलाएर गीतै यहाँ त यहाँ म देखाउनु पर्छ तँलाई। के छ र दसैँमा त हो नि अरू बेला आएको हजुर टिको लाउनुभन्दा अगाडि पनि गर्ने नि टिको लगाइसकेपछि पनि गर्ने नि फेरि हार गाउँतिर दसैँ झपक्कै लगाइसके त्यो पानी परेछ दसैँमा पनि आइदियो के गुन्द्री खै गुन्द्री त सुरु भयो त भिडियो गरिरहेको थिएँ मैले दसैँ कतिको सुरुमा लागिरहेछ भनेर त्यो त हो